सोच्छौ यो त ठिक भएन, यो त राम्रो कुरा भएन। त्यस कारणले गर्दा आफू पहिला ठिक हुनु पर्यो। सबै कुरामा नैतिकताको कुरा नै गरौँ, हैन, अरू कुरा नै गरौँ, दशमांशको कुरा नै गरौँ, सबै कुरामा पहिला आफूले गर्नु पर्यो असल कुरा। त्यसपछि मात्रै हामीले अरूहरूलाई भन्न सक्छौँ। हैन, हामीलाई थाहा छ दशमांश नदिने व्यक्तिले दशमांशको विषयमा कुरा गर्नै सक्दैन। अरूलाई नैतिकतामा हिँड्नुपर्छ उनीहरूले भन्नै सक्दैन। त्यस कारणले गर्दा सबभन्दा पहिला आफ्नै हैन चरित्रदेखि लिएर दिनेदेखि लिएर परमेश्वरमा ठिक हुने कुराहरूमा सबभन्दा पहिला हामी आफै ठिक हुनु पर्यो। तब मात्रै हामीले अरूलाई नम्रतामा भन्न सक्छौँ। दाजुभाइ दिदी बहिनी आमाको हामीले दशमांश दिनुपर्छ, हैन, प्रभुलाई हामीले आदर गर्ने भनेको यस्तो हो। अनि कसैलाई हैन अनैतिकताको कुराहरू हामीले पायौँ भनेदेखि पनि यो राम्रो होइन, यो ठिक होइन, यस्तो गर्नु हुँदैन। अनि प्रेममा सत्य बोल्ने, प्रेममा परीक्षण गर्ने, सच्याउने काम कुराहरू हामीले गर्नुपर्छ। आजभोलिको जमानामा गाली गरेर के गरेर हुने कुरा चाहिँ होइन। त्यस कारण परमेश्वरको वचनको आधारमा प्रेममा त्यो काम गर्नु पर्यो। त्यो काम गर्नुभन्दा अगाडि पहिले आफै ठिक हुनु पर्यो। प्रभुसँग सबै कुरालाई पश्चाताप गरी यो कामहरू छोडेर आफू ठिक भएर हिँड्ने आत्मिकी व्यक्ति, आत्मिकी परिपक्वतामा हिँड्दै गरेको व्यक्ति हामीहरू हुनु पर्दछ। अनि मात्रै हामीले भाइ बहिनीहरूलाई, दाजुभाइहरूलाई, आमा बुवाहरूलाई हामी भन्न सक्छौँ। हैन, हामी उमेरमा कम भए तापनि हजुर हामीभन्दा उमेर बढी भएकाहरूलाई पनि परमेश्वरको वचनको आधारमा हामीले सच्याउन सक्छौँ, होइन, उत्साह दिन सक्छौँ, अरू मान्छेलाई हामी अर्थी दिन सक्छौँ। होइन भनेदेखि चाहिँ हामी भन्न सक्दैनौँ हामी आफ्नै जीवन ठिक छैन, आफ्नै अनैतिकतामा जीवन जिइराखेको छ, आफैले दशमांश भेटी दिँदैन, आफै घरु सङ्गतिमा जाँदैन, आफै चर्चमा त्यति रेगुलर आउँदैन बस्दैन भनेदेखि अरूलाई सङ्गति आउनुपर्छ, दशमांश दिनुपर्छ, घरु सङ्गति जानुपर्छ, हैन, वचन अध्ययन गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ भनेर हामीले भन्नै सक्दैनौँ। त्यसकारण हामी आफै पहिला ठिक हुनुपर्छ अनि मात्रै हामीले अरूलाई सच्याउन सक्छौँ, भन्न सक्छौँ। यहाँ एउटा शब्द चलाएको छ 5 पदमा, ए पाखण्डी पहिले आफ्नो आँखाबाट मुढा निकाल। अब भाइदा त भन्छ अरे मलाई तिमीलाई सच्याइ दिन्छु भनेर हामी भन्छौँ अरे। यहाँ भनेको ए पाखण्डी भन्ने शब्द चलाएको छ, ए कप्टी हिपोक्रेट भन्ने यहाँ शब्द चलाएको छ, ए मूर्ख, हैन, आफ्नो मुढा चाहिँ हटाएको छैन, आफ्नो आँखामा भएको कसिङ्गर आँखै खोल्न नसक्ने अवस्थामा भइराखेको छ, तर अरूहरूको आँखाको हैन यो गरिदिन्छु भनेर भन्छ। अब रियालिटीमा यथार्थमा साँच्चै नै हाम्रो आँखामा कुनै पनि बालुवाको कण अथवा जुन वेल्डिङ गर्दाखेरि छिर्का आएको फलामको टुक्रा हैन हाम्रो आँखामा छ र घोचेको छ भनेदेखि हामी आफै सहन पनि सक्दैनौँ, चुप लाएर बस्नु पनि सक्दैनौँ। त्यो अब डाक्टर कहाँ गएर एकदमै राम्रोसँग त्यसलाई बिस्तारै निकाल्न लाउनु पर्ने हुन्छ, अनि मात्रै हामी सन्चो पाउँछौँ, सन्चो हुन्छौँ र अरूलाई पनि हामी भन्न सक्छौँ। अब यो शारीरिक रूपमा चाहिँ जुन आत्मिकी कुराहरू गरेको छ त्यो नदुख्ने रहेछ, आफ्नो कुरा चाहिँ नदेख्दो रहेछ। त्यस कारणले गर्दा उसलाई केही न केही जस्तो लाग्छ, तर साँच्चै नै उसलाई दुख्ने भएको भएदेखि, साँच्चै नै उसलाई त्यो होइन मुढाले छेकेको भएदेखि ऊ आफै हिँड्नै सक्दैन। तर यो नदेख्ने नबिज्ने तर आत्मिकी भित्री उसमा भएको कारणले गर्दा मानिसहरू प्रेत्यान गर्छ, मानिसहरू चाहिँ देखावटी गर्छ, म ठिकै छु, म राम्रो छु भनेर अरूहरूलाई सल्लाह दिने कामहरूमा, अरूलाई अर्थी दिने कामहरूमा, अरूलाई चाहिँ सहायता गर्छु भनेर ऊ गरिराखेको हुँदैछ। अनि अरूको दोष देखाइदिन्छ भनेको चाहिँ पाप गर्नु हुँदैन, हेर्नु यस्तो छ, त्यो चाहिँ एकदमै नराम्रो काम हामीले गर्नु हुँदैन है भनेर हामी भन्छौँ। तर भित्रबाट चेक गर्दा हामी आफै नै त्यो काम गरिराखेका हुन्छौँ।
होइन भावले भन्छन् मूर्तिको प्रसाद खानु हुँदैन, यस्तो उस्तो मूर्ति उसमा जानु हुँदैन, र आफैहरू चाहिँ मूर्तिको प्रसाद सबै कुरा लुटेर खाइरहेको हुन्छ। यी काम कुराहरू हामी लिडर्सहरूले, अगुवाहरूले हामीले सिक्नु पर्यो। हामी आफै पहिला ठिक हुनु पर्यो, हामी आफै प्रभुसँग सम्बन्ध ठिक राख्नु पर्यो। हामीले जानेको भनौँ, अब थाहै नपाएको कुरा छोड्नु, हामीले जानेको, हामीले बुझेको त्यो पाप अधर्महरू जुन कामहरू भइराखेको छ, ती कुराहरू हामीले प्रभुसँग भनेर पश्चाताप गरेर हामीले त्याग्न सक्नु पर्यो। बाइबलको शिक्षा अनुसार हामीको जीवन कस्तो छ? बाइबलको शिक्षा अनुसार हामीले जिएका छौँ कि व्यवहार गरेका छौँ कि, त्यो कुरालाई हामीले चेक गर्नु पर्यो। अनि ती कुरालाई हामीले एकदमै गम्भीर भएर सिरियसली त्यो कुरालाई लिएर प्रभुसँग पश्चाताप गरेर, प्रभु म तपाईँलाई आदर इज्जत दिन चाहन्छु, मेरो नैतिक जीवन म ठिक राख्न चाहन्छु, अनि भेटी दशवांशका कुराहरू म ठिक राख्न चाहन्छु। तपाईँ प्रभुले मलाई जति दिनुभएको छ तपाईँको अनुग्रहमा अझ त्यो कुरालाई म तपाईँको भनौँ, विधि भनौँ, नीति भनौँ, प्रभुले हामीलाई दिनुभएको दशवांश भेटीका कुराहरू छन्, त्यो म दिन्छु रेगुलरली। अनि अरूहरूको म सेवा गर्छु। अनि त्यो नम्रतामा जुन सेवा गर्नुपर्ने कुराहरू छ, त्यो चाहिँ हामीले गर्नुपर्छ। हामीलाई याद आउँछ फिलिपी 2:3 र 4 होइन, अरूहरूलाई श्रेष्ठ ठान्ने कुरा, आफूभन्दा पनि अरूहरूलाई श्रेष्ठ ठान्ने काम हामीले सिक्नु पर्दछ। फस्रो घमण्डले हामी केही नगरौँ भनेको छ। फस्रो घमण्डले त झन् खत्तम हुन्छ, पतन हुन्छ। मान्छेहरू पतन हुनुभन्दा अगाडि मान्छेमा घमण्ड आउँछ। त्यस कारण त्यो कुरा नगरौँ, आफ्नै कुरामा मात्रै जिद्दी पनि नगरौँ। हामी अरूहरूको सल्लाह लिउँ, अरूहरूको अर्थ लिउँ, अरूले सल्लाह दिएको कुराहरू, परामर्शको कुराहरू हामी लिउँ, अनि अरूले जे भन्छ त्यो कुरामा सोचौँ, विचार गरौँ। यदि हामीलाई त्यो काम लाग्छ भनेदेखि त्यसलाई लिने। हामीसँग नराम्रा कुराहरू यदि कसैले हामीलाई देखाइदिन्छ, बुझाइदिन्छ, त्यो प्रेममा हामीलाई प्रेम गरेको कारणले गर्दाखेरि हामीलाई मानिसहरूले सच्याउँछ। तपाईँलाई म प्रेम गर्छु, तपाईँ मेरो भाइ हो, तपाईँ मेरो दाइ हो, दिदी हो, बहिनी हो, त्यस कारणले गर्दा यो म भन्न चाहन्छु, यस्तो कुराहरू नगर्नुहोस् होइन, यसले साक्षी बिगार्छ, यसले राम्रो गर्दैन भनेर अरू कसैले हामीलाई भन्छ भने हामीले स्वीकार गर्न सिक्नु पर्यो। हामीले अरूलाई दोस्याउने, दोष दिने, न्याय गर्ने ती कुराहरू होइन। तिम्रो त्यो राम्रो छैन, तिमीले यो गर्यो, त्यो गर्यो, कस्तो खालको मान्छे, विभिन्न कुराहरू चाहिँ हामीले गर्नु हुँदैन। हामी आफै ठिक छ जस्तो द्वन्द्वी जीवन, कप्ती जीवन, हिपोक्रेट्सको जीवन, यी कुराहरू चाहिँ पाखण्डी भनेर शब्द चलाएको छ। यदि हामी आफै नराम्रो, हामी आफै ठिक छैन, तर हामी अरूहरूलाई सच्याउने कामहरू गर्दछौँ भने हामी चाहिँ पाखण्डी, कप्ती, मूर्ख, हिपोक्रेटिकको रूपमा हामी देखा पर्छ। र त्यस्तो कुराहरूबाट चाहिँ हामी पश्चाताप गर्नुपर्छ। हामी आफैले आफैलाई अनि मूर्ख काम हामी नगरौँ, कप्तीपूर्ण काम पनि नगरौँ, मूर्ख काम पनि नगरौँ। हामी आफै ठिक जीवन जिउने, प्रभुसँग प्रार्थना गरेर, पश्चाताप गरेर, ठिक सम्बन्ध राखेर हामी हरेक लिडर्सहरू पनि ठिक कामहरू गर्दै जाउँ। त्यसो गऱ्यौँ भने मात्रै हाम्रै आँखामा भएको मुढालाई हामीले निकालेका छौँ भने, धुलोको कण, फलामको टुक्रा, कुनै पनि कसिङ्गर हामीले निकाल्यौँ भने मात्रै हामीलाई पनि सजिलो हुन्छ, आरामलाई पनि हामी भन्न सक्छौँ। हाम्रो आँखामै मोतीबिन्दु छ भनौँ न, उदाहरणको लागि होइन, मोतीबिन्दु छ भनेदेखि हामी अरू मान्छेलाई पनि धमिलो देख्छौँ, अनि दागहरू देख्छौँ, नराम्रो देख्छौँ। जब अपरेसन गरेर सफा हुन्छ तब चाहिँ कस्तो राम्रो रहेछ, मैले कस्तो देखिरहेको थिएँ, अनि त्यो कुरा आफैलाई पनि सच्याउने कुरा, देख्ने कुरा हुँदछ। त्यस कारण हामीको आँखामा आत्मिकी मोतीबिन्दु लागेको छ भने पहिला परमेश्वरको वचनबाट अपरेसन गर्नु पर्यो, अनि राम्रोसँग देख्ने हामी हुनु पर्यो। त्यसपछि मात्रै हामीले अरूहरूलाई करेक्सन गर्ने कामको कुराहरू चाहिँ ठिकसँग राम्रोसँग हामी गर्न सक्छौँ। अब यहाँ 6 पदमा एउटा सन्दर्भ नमिले जस्तो लाग्न सक्छ। जे पवित्र छ सो कुकुरलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्ना खुट्टाले
तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। न्याय गर्ने कुराहरूमा परमेश्वरको वचनबाट मानिसलाई सिकाउने कुराहरूमा यहाँ के भन्छ त, कुकुरहरूलाई परमेश्वरको वचनको करेक्सनको कुराहरू नदेऊ, नत्र भनेदेखि चाहिँ त्यो मोती अथवा पवित्र कुराहरू कुल्चिन्छ, फेरि हमला गर्न आउन सक्छ। कतिपल्ट हामीले मानिसहरूलाई करेक्सन गर्दाखेरि, परमेश्वरको वचनबाट सिकाउँदाखेरि मूर्खहरूले कुकुरहरू जस्तो भनेपछि चाहिँ नराम्रो, अनि शब्द नराम्रो छ, सुँगुर कुकुर यो चाहिँ अशुद्ध त्यस्ता व्यक्तिहरू, मानिस मूर्ख मानिसहरू, त्यस्तोको उसमा चाहिँ हामीले करेक्सन गर्दा, न्याय गर्दा, सल्लाह दिँदा त्यो चाहिँ एकदमै परमेश्वरको वचन चाहिँ मोती सरको परमेश्वरको वचन, पवित्र वचन हामीले खेर फालेका हुन्छौँ। आफ्ना मोतीहरू सुँगुरको अगाडि नफाल। परमेश्वरको वचन मोती सरको, त्यो हाम्रो जति पनि ज्ञान बुद्धिको कुराहरू छ त्यो पनि खेर जान्छ, उल्टो हमला गर्छ। त को होस्, तँलाई के मतलब, अनि यस्तो कुराहरू पनि हुन आउन सक्छ। अब हामीले करेक्सन त गर्छौँ होइन, जहाँ रक्सी सिगरेटको कुराहरू पिउनु हुँदैन, तास जुवा खेल्नु हुँदैन, हेर क्रिस्चियन भएर यस्तो उस्तो होइन त्यो गर्नु हुँदैन, अथवा नन क्रिस्चियनलाई पनि हामी भन्छौँ राम्रोसँग यस्तो तर राम्रो होइन भनेर भन्दाखेरि त्यो चाहिँ हामीले परमेश्वरको वचन, पवित्र वचनलाई होइन, अनि मोती जस्तै नै त्यस्तो परमेश्वरको वचनलाई कुकुरको अगाडि, सुँगुरको अगाडि फाले जस्तो हुन सक्दछ। त्यस्तो अगाडि, मूर्खको अगाडि हामीले विभिन्न कुरा, न्यायका कुराहरू गर्नु हुँदैन, नत्र त तिनले आफ्ना खुट्टाले त्यसलाई कुल्चलान्, केही न केही जस्तो यस्ता नचाहिँदा वायात कुरा गर्छ मलाई भन्ने कुराहरू खुट्टाले कुल्चला, अनि त्यसपछि के भन्छ त, फर्की तिमीलाई हमला गर्लान्। हमला, एट्याक गर्ने कुराहरू, झन् विपरीत कुराहरू, नराम्रा कुराहरू यहाँबाट आउन सक्दछ। त्यसकारण एकदमै ज्ञान बुद्धि साथ हामीले कसलाई करेक्सन गर्दैछौँ, कसलाई हामीले कसको विषयमा दोष देखाउँदैछौँ, हो उसको नराम्रो कुरा हट्यो भने त राम्रो हुन्थ्यो, तर कोसँग कुरा गर्दैछौँ त्यो पनि याद गरेर हामीले करेक्सन गर्नुपर्ने हुन्छ। तर हामी आफै पहिला ठिक हुनुपर्छ, हामी हिपोक्रेटिक हुनु हुँदैन, अनि हामी आफै पाखण्डी हुनु हुँदैन, हामी आफै कप्टीपूर्ण काम गर्नु हुँदैन, हामी आफै बाहिर देखावटी कुरा गर्नु हुँदैन। भित्र हृदयदेखि नै हामी ठिक व्यक्ति, राम्रो व्यक्ति, असल व्यक्ति, त्यो व्यक्ति एउटा नमुनाको व्यक्ति, चरित्रवान व्यक्ति, नैतिकवान व्यक्ति हामीहरू हुनुपर्छ र हुनु पर्यो। त्यसपछि मात्रै हामीले अरूहरूलाई राम्रोसँग प्रेममा सत्यताका कुराहरू बताउनु पर्छ र अरूलाई पनि हामीले उत्साह त दिनुपर्छ नै। हामी सबै पास्टर लिडर्सहरूले अरूलाई पनि हामीले सम्झाउनु पर्छ। पहिला हाम्रो आफ्नो अन्डरस्ट्यान्डिङ छ भनेदेखि मलाई प्रेम गर्ने व्यक्तिले भनेको कुरा, मलाई एकदमै माया गर्ने, वास्ता गर्ने व्यक्तिले भनेको कुरा म मान्छु, अनि म सचिनु पर्छ, यो कुरा हो साँच्चै नै ठिक छैन भनेर मानिलिन सक्यौँ भने त्यो चाहिँ धेरै राम्रो हुन्छ। हामी पास्टर लिडर्सहरूकै बिचमा पनि यो अन्डरस्ट्यान्डिङ हुनु पर्यो। अनि मेन्टोरिङ भन्छ आजभोलि, डिसाइपलसिप भन्दाखेरि अरूलाई काम गरेको जस्तो, तर मेन्टोरिङ हामी बराबरी रूपमा तर पनि कसैको होइन सिनियरिटीको हिसाबमा, जान्नेको हिसाबमा हामी सल्लाह दिन्छौँ। ती कुराहरू गर्ने मेन्टोरिङको काम एकदमै महत्त्वपूर्ण हुन्छ। हामीले एकले अर्कोलाई सोध्ने, एकले अर्कोलाई उत्साह दिने, एकले अर्कोलाई साहस दिने, होइन करेक्सन गर्ने, त्यो चाहिँ एक अर्कामा प्रेममा गरेको कारणले गर्दाखेरि, एकदमै उसकै वास्ता गरेर गरेको कारणले गर्दाखेरि, उसकै भलाइको निम्ति गर्छ है भन्ने कुरा थाहा पाएको कारणले गर्दाखेरि उसले त्यो कुरालाई लिन सक्छ, हामी पनि लिन सक्छौँ। हामीलाई खसालेर, हामीलाई नराम्रो गरेर, दोस्याएर त्यो गर्नु खोजेको होइन रहेछ भन्ने कुरा जब बुझ्छौँ तब हामी आफै सच्चिन सक्छौँ अनि करेक्ट हुन सक्दछौँ। त्यसकारण हामी आफै नम्र पनि हौँ, हामी आफै सिकौँ, हामी आफै पश्चाताप गरौँ, हामी आफै नैतिकवान, चरित्रवान, ठिक जीवन जिउँ। त्यसपछि हाम्रा साथीहरूलाई, मिल्ने साथीहरूलाई हामी मेन्टर ग्रुपमा, जसै हामी यहाँ तपाईँ जति हुनुहुन्छ होइन, मेन्टर ग्रुपमा रहेकाहरूले एकले अर्कोलाई भनेको कुरा सुन्ने,
त्यो सल्लाह मान्ने, अर्थी लिने, परामर्श लिने, अनि आफूले जानेको कुरा पनि उत्साहको लागि भन्ने, आशिषहरू सेयरिङ गर्ने, यी कुराहरू चाहिँ हामीले गर्नुपर्छ। ल हुन्छ, म यति नै राख्छु। यहाँ आज मैले तपाईँहरूसँग बाँड्न चाहेको चाहिँ हामी आफै पहिला ठिक हौँ। हाम्रो आफ्नै आँखामा भएका कसिङ्गर, त्यो मुढा त धेरै ठुलो हो होइन, हामीलाई थाहा छ मुढा अट्दैन, तर पनि प्रब्लम एक्जाजेरेट गरेर यो कुरा भन्नुभएको छ। ती कुरा ठिक पारौँ, हाम्रो आँखा ठिक पारौँ, हाम्रो विचार ठिक पारौँ, हाम्रो सोचाइ ठिक पारौँ, त्यसपछि मात्रै हामीले अरूहरूलाई करेक्सन गर्न सक्छौँ, सच्याउन सक्छौँ, अरूहरूको दोषलाई हामी देखाइदिन सक्छौँ। दोस्याउने काम नगरौँ, तर दोष देखाइदिने काम गरौँ भनेर भनेको छ। त्यो चाहिँ हामीले गर्नुपर्छ। हामी एकले अर्कोलाई होइन सच्याउँदै, बुझाउँदै, सल्लाह दिँदै, उत्साह दिँदै जाउँ। हामी ग्रुपमा रहेको कारणले गर्दाखेरि मेन्टरिङ ग्रुप भनौँ न यो होइन, मेन्टरिङ गर्ने, मेन्टरिङ त्यो हिसाबमा चाहिँ हाम्रो अगाडि बढ्न सक्छौँ। हुन्छ, परमेश्वरले तपाईँ हामी सबैलाई धेरै आशिष दिउन्। हामी परमेश्वरको वचनको आधारमा जिउँदै जाउँ अनि परमेश्वरको काम हामी गर्दै जाउँ। हस्, धेरै धन्यवाद सबैलाई। जय मसीह। हुन्छ, हाम्रो आदरणीय वरिष्ठ पास्टर मङ्गलमान गुरुबालाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले आज पास्टर अगुवाहरूलाई कस्तो प्रकारले आफ्नो पहिलो कुरा त आफै कस्तो हुनुपर्छ अनि मात्र अरूलाई भन्न सकिन्छ भन्ने विषयमा राम्रोसँग सरल प्रकारले हामीलाई बताउनु भएको छ। हामी एकपल्ट फेरि पनि उहाँलाई ताली बजाएर धन्यवाद दिन चाहन्छौँ। हुन्छ, हाम्रो आदरणीय गुरुबालाई धन्यवाद दिँदै अब अहिलेको यो कोभिड बढिरहेको कारणले गर्दा मण्डली कता कता मण्डलीहरू, ठुल्ठुलो मण्डलीहरू यो जुम मार्फत सङ्गति गरिरहेको अवस्थाहरू, अनि सानो मण्डली चाहिँ प्रत्यक्ष रूपमा अहिले सङ्गति गरिरहेको अवस्थाहरू, अनि धेरै विश्वासीहरूलाई पनि कोभिड लागिरहेको अवस्थाहरू, अनि अहिले धेरै जोखिमपूर्ण अवस्थाहरू छ। त्यो समयमा हामी इसाईहरू जति पनि इसाई छ नेपालमा, नेपालदेखि बाहिर विदेशमा स्वदेशमा जहाँ जहाँ छ परमेश्वरको जनहरू, उहाँहरू चाहिँ अहिलेको अवस्थामा सुरक्षित रहन सकोस् भनेर प्रार्थनामा हामी सबैजनाले प्रार्थना गर्नेछौँ। अनि यसको हामीलाई विशेष गरी हाम्रो यो कर्कपुर इसाई समाजका सल्लाहकार आदरणीय पास्टर विश्वदेव खड्काज्यूलाई म अनुरोध गर्न चाहन्छु। उहाँले हामीलाई यो प्रार्थनाको अगुवाई गरिदिनु रहेछ अहिले कोभिडको लागि हामी इसाईहरू सुरक्षित रहन सकोस् भनेर। हाम्रो गुरुबालाई धेरै धन्यवाद आशिषमय वचनको लागि। प्रभुले प्रशस्तै आशिष दिनुभएको होस्। प्रभु, हामी यस घडी तपाईँलाई धन्यवाद चढाउँदछौँ। तपाईँको जीवित वचन आफ्नो दास मार्फत हामीहरूको बिचमा प्रकट गर्नुभएको छ। एउटा सेवक हुनु मात्रै ठुलो कुराहरू होइन, तर सेवक जस्तै भएर जिउनु र धेरैको लागि एउटा उदाहरणीय जीवन जिउनु र धेरैको लागि एउटा प्रेरणाको स्रोत अनुसारको जीवन जिउनु चाहिँ कति महत्त्वपूर्ण हुन्छ। त्यस कारणले हामीले अरूलाई हेर्नुभन्दा पहिला आफूलाई हेर्नुपर्छ र आफ्नो जीवन प्रभुसँग र एकअर्कासँग ठिक राख्यौँ भने निश्चय नै हामी एउटा उदाहरणीय जीवन तपाईँको दृष्टिमा, समाजको दृष्टिमा र मण्डलीमा पनि हुन सक्छौँ। र यसको लागि हामीले एकले अर्कालाई सुधार्नको लागि मेन्टरिङको आवश्यक पर्छ भन्ने कुराहरू जो दिनुभयो प्रभु, हामी यसको लागि धेरै धन्यवाद चढाउँछौँ। आफ्नो दासलाई तपाईँले आशिष दिनुहोस्। उहाँको परिवारमा, सेवकाईमा हजारौँ गुणा ज्यादा तपाईँले आशिषले परिपूर्ण पारिदिनुहोस्। अहिले हामी यस्तो विकराल अवस्थामा छौँ, संसार एकदमै त्रासित अवस्थामा भएर गुज्रिराखेको छ। अनि यो परिस्थितिमा तपाईँका जनहरू पनि यो प्रकारको समस्यामा, यो प्रकारको चपेटामा परिराखेका अवस्था छन्। तपाईँको वचनले भन्नुभयो जस्तै एकले अर्काको भार उठाओ, एकले अर्काको निम्ति प्रार्थना गर। आज हामी ती जनहरूको लागि प्रार्थना गर्छौँ जो अहिले कोभिड यो कोरोना पोजिटिभको सङ्क्रमणमा परिराख्नु भएको छ। हस्पिटलमा होस् अनि घरमा होस्, उहाँहरूलाई तपाईँ प्रभुले सुरक्षा दिनुहोस्, तपाईँको मण्डलीलाई सुरक्षा दिनुहोस्। अहिले यो प्रकारको परिस्थितिमा हामीलाई प्रत्यक्ष रूपमा
तपाईँको आराधना गर्न धेरै कठिन भइराखेको अवस्था छ। अनि यो परिस्थितिमा प्रभु तपाईँले आफ्ना जनहरूलाई यो भाइरसको प्रकोपदेखि मात्रै नभएर दुष्ट अन्धकारको शक्तिले ल्याउने हरेक प्रकारका आलस्यपनाका, अल्छीका, जोसमा कमी हुने, निराशाका कुराहरू, यस्ता प्रकारका चाहिँ कुराहरूबाट पनि तपाईँले आफ्ना जनहरूलाई सुरक्षा दिनुहोस्। यो परिस्थितिमा निराश भएर जिउने होइन, तर तपाईँ प्रभुमा अझ आशावादी भएर, तपाईँमा अझ विश्वासयोग्य भएर, पवित्र आत्मामा प्रज्वलित भएर, जोसमा जोसिलो भएर तपाईँको सेवामा अझ अगाडि बढ्दै हिँड्ने तपाईँका छोरा अनि छोरीहरू बनाउनुहोस् भनिकन प्रार्थना गर्छौँ। र अहिले संसारभरि फैलिराखेको यो कोरोना भाइरस प्रभु हामी तपाईँकै हातमा दिन्छौँ। सबै कुरा तपाईँको नियन्त्रणमा छ र तपाईँको नियन्त्रणभन्दा बाहिर कुनै पनि कुराहरू छैन। प्रभु हामी प्रार्थना गर्छौँ, तपाईँ प्रभुले नै आफ्ना जनहरूलाई सुरक्षा दिनुहोस्, आफ्ना जनहरूमाथि आफ्नो तपाईँको अपार अनुग्रह र कृपा राखिदिनुहोस् भनिकन पनि प्रार्थना गर्दछौँ प्रभु। अनि तपाईँका जनहरू विभिन्न ठाउँहरूमा सेवकाईको सिलसिलामा जानुपर्दछ, अनि घरेलु सेवादेखि लिएर मण्डलीको सेवादेखि लिएर हरेक कुराहरूमा अनि प्रभु तपाईँका जनहरूलाई तपाईँले आफ्नो बलवान स्वर्गदूत खटाइकन सुरक्षा दिनुहोस् र तपाईँको आलो रगतले यरुशलेमलाई पहाडले घेरे चाहिँ आफ्नो जनहरूलाई घेरिदिनुहोस् भनिकन पनि हामी प्रार्थना गर्छौँ। हामी धन्यवाद भन्दछौँ, हाम्रो प्रार्थना तपाईँले स्वर्गबाट सुन्नुभएको छ र हाम्रो प्रार्थनाको उत्तर दिनुहुनेछ, किनभने आउने दिनहरू तपाईँले हाम्रो लागि असल दिनहरू तयार गर्नुभएको छ। तपाईँको असल योजनाहरू यो देशमा पुरा हुनेछ, तर हामीलाई यो बाटो भएर पनि तपाईँले जान दिनुभएको छ। तपाईँले आफ्नो उपस्थितिले र तपाईँको लठी र लौरोले सधैँ हामीलाई सान्त्वना दिनुहुनेछ, सुरक्षा दिनुहुनेछ भनिकन पनि हामी विश्वास गर्दछौँ। हामी सबै कुराहरूको लागि तपाईँ प्रभुलाई धन्यवाद चढाउँछौँ, येशू प्रभुको नाममा, आमेन। हुन्छ, विशेष गरी हाम्रो आदरणीय सल्लाहकार पास्टर विश्वदेव खड्काज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले प्रार्थना गरिसक्नु भएको छ। अब हामी विशेष गरी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। यहाँहरूले महत्त्वपूर्ण समय, तपाईँहरूको व्यस्तताको बावजुद पनि आजको कार्यक्रममा यहाँहरूले समय दिनुभएको छ, यो कार्यक्रममा सहभागी बनिदिनु भएको छ। यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र यहाँलाई धन्यवाद मैले मात्र दिएर पर्याप्त छैन। म विशेष गरी गरकुपुर इसाई समाजका अध्यक्ष आदरणीय पास्टर प्रेम कृष्ण महर्जनज्यूलाई म यो समय दिन चाहन्छु। उहाँले आजको कार्यक्रमको विसर्जन गरिदिनुहुनेछ, यो समय उहाँलाई दिनेछु। हस्, धन्यवाद सबैलाई। ख्रीष्ट येशूको पवित्र नाममा जय मसीह। सबभन्दा पहिले म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु र उहाँलाई हामी ताली बजाएर धन्यवाद दिउँ। उहाँले आज हामीलाई यो कार्यक्रम सफल हुन दिनुभएको छ। यसमा सहायता गर्ने विभिन्न हाम्रा पदाधिकारीदेखि लिएर म सम्पूर्ण गुरुजनहरूलाई म धन्यवाद दिन चाहन्छु, किनभने आजको दिन हामीले आशा गरेका छौँ, हामी भेटघाटै भएर हामीले 1 महिना अगाडि निर्णय गरेको कुराहरू फेरि पनि अपरझट हामीले यो क्यान्सल गर्नु पर्यो। यसमा हामी गरकुपुर इसाई समाजको तर्फबाट तपाईँहरूप्रति क्षमा चाहन्छौँ, तर विशेष हामी सबैलाई थाहा छ परिस्थिति यस्तै कुराहरू छ। आज विशेष हाम्रो समाजप्रति हाम्रो उत्तरदायित्व अथवा हामीले गर्नुपर्ने के हो, अब हाम्रो मुख्य भूमिका के हो भन्ने विषयमा हामीले तपाईँहरूलाई भनेका थियौँ। तर आज जुन विषय आदरणीय गुरुबाले हामीलाई सिकाउनु भयो, उहाँ आफै पनि यो कुरामा पोख्त हुनुभयो। आफैले उहाँले आज हामीलाई प्रमाण गरेर देखाइदिनु भएको छ। हामीप्रति उहाँ साँच्चै नै इन्करेज गर्न आउनुभयो, हामीलाई उत्साह दिन आउनुभयो। जसरी उहाँले हाम्रो कुराहरू नकार्नु भएन। आज हामी समाजमा बस्दाखेरि एउटा उदाहरणीय जीवन उहाँले आज आफै पनि प्रस्तुत गरेर हामीलाई सिकाउनु भएको छ र उहाँप्रति हामी साह्रै नै धन्यवादी छौँ। हामीले हाम्रो समाजमा अथवा हाम्रो क्रिस्चियन जगतमा यस्तो गुरुबा हामी पाएका छौँ जसले हामीलाई राम्रोसँग सल्लाहहरू दिने, राम्रोसँग सिकाउने गुरुबा हुनुहुन्छ। त्यस कारण उहाँलाई पनि हामी धेरै धन्यवाद दिन्छौँ गरकुपुर इसाई समाजको तर्फबाट, मेरो व्यक्तिगत र हाम्रो सम्पूर्ण यो गरको भेगका मण्डलीहरूको तर्फबाट आदरणीय हाम्रो गुरुबा डाक्टर पास्टर मङ्गलमान गुरुबालाई हामी एकचोटि फेरि ताली बजाएर हामी धन्यवाद दिन चाहन्छौँ। उहाँलाई विशेष फेरि पनि हामी आशा गर्छौँ गुरुबाबाट हामी यो आशिष अनि यो चाहिँ उहाँबाटको जुन आशिष हामीले पाउनु, परमेश्वरबाटको आशिष पाउनु हाम्रो निम्ति धेरै नै राम्रो कुरा छ। हेर्दाखेरि थोरै पढ छ, तर हामीले धेरै ठुलो आशिष हामीले पाएका छौँ भन्ने मैले विश्वास लिएको छु।
र हाम्रो यो कार्यक्रम सफल गर्नलाई सहायता गर्ने सम्पूर्ण हाम्रो पदाधिकारीलाई म धन्यवाद दिन्छु। विशेष गरी हाम्रो पास्टर हरिशचन्द्र, हाम्रो एल्डर ज्ञानबहादुर अनि हाम्रो आरके गुरुबा, तपाईँहरूले धेरै यसको चिठीहरू बाँड्नुभयो। फेरि पनि जुममा गर्नलाई क्यान्सल गर्नलाई फेरि पनि तपाईँहरूले दुःख गर्नुभयो। म धेरै धन्यवाद दिन्छु जसले सहायता गरिरहनु भएको थियो। अरू पनि हुनुहुन्छ, तपाईँहरू सबैलाई फेरि पनि धन्यवाद छ। आज हामी जुममा यसरी यो कार्यक्रम गर्न सफल भएका छौँ। र हाम्रो कोषाध्यक्षज्यूलाई धेरै धन्यवाद जसले आज हाम्रो हरि हिसाबको कुराहरू उहाँले गर्नुभएको छ। र प्रार्थना गरिदिने हाम्रो गणेश गुरुबालाई पनि हामी अधिवक्ता गणेश गुरुबालाई धेरै धन्यवाद दिन्छौँ। हाम्रो समाजको कानुनी सल्लाहकार पनि हुनुहुन्छ उहाँलाई हामी धेरै धन्यवाद दिन्छौँ। उहाँको उपस्थिति हाम्रो लागि धेरै नै अपरिहार्य, एकदमै महत्त्वपूर्ण छ र उहाँले आफ्नो समय मिलाउनु भएको छ। र सम्पूर्ण घरको पूर्व इसाई समाज अन्तर्गतका सम्पूर्ण मण्डली परिवारलाई म मेरो व्यक्तिगतको तर्फबाट, समाजको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूको यो उपस्थिति र तपाईँहरूले गर्नुभएको जमर्कोको लागि। फेरि पनि म तपाईँहरूलाई अलिकति जानकारी गराउन चाहन्छु। यो कोभिडको कारण हाम्रो लकडाउनको समयमा घरको पूर्व इसाई समाजले धेरै काम गर्न नसके तापनि थोर बहुत त हामीले असल काम गरे जस्तो हामीलाई लाग्छ। किनभने घरको पूर्व इसाई समाजमा आबद्ध भएका दुई जनालाई थोरै भए पनि हामीले रकम उपलब्ध गराउन सकेका थियौँ त्यतिखेर। किनभने जो एकदमै अशक्त, एकदमै गाह्रो अवस्थामा, चामल किन्नै पैसा नभएको अवस्थामा हामीले थोरै भए पनि हाम्रो घरको पूर्व इसाई समाजबाट हामीले सहायता गऱ्यौँ। अनि धरानको एकजना पास्टर करन्ट लागेर कीर्तिपुरमा ल्याएर राखिएको थियो। हामीले सुन्दा हाम्रो हृदय छिया भयो। अनि उहाँको लागि पनि हामीले भेटी उठाउँदा तुरुन्तै 30-32 हजार उठ्यो। अनि त्यो पनि उहाँहरूलाई हामी दिन सफल भयौँ। अनि जस्तै भर्खरै हाम्रो अनिल थापालाई पनि हामीले 20-22 हजार हामीले दिन सफल भयौँ। यो एउटा समाज भएको कारण, जब एउटा मन्दिरलाई दुःख पर्दाखेरि सहायता गर्ने एउटा थलो बनेको छ। त्यसकारण हाम्रा जतिजना आबद्ध नभएका मण्डलीहरू हुनुहुन्छ उहाँहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। गुरुबाले आज सिकाउनु भएको वचन अनुसार म एकदमै के गर्नुपर्ने हो, म नम्र हुनुपर्ने, तपाईँसँग मिल्नुपर्ने हो, तपाईँलाई भन्नुपर्ने हो, तपाईँसँग आउनुपर्ने हो। म तयार छु, किनभने यो समय भनेको परमेश्वरले हामीलाई एकतामा रहनको निम्ति दिनुभएको समय छ। समय परिस्थिति यस्तै संसारमा यो देशमा भइरहेको कारण सबैलाई अनुरोध गर्न चाहन्छु। र अर्को एउटा हामीले क्रिसमस कार्यक्रम गर्न सफल भयौँ। अनि पौष 77 साल पौष 19 गते क्रिसमस आदान प्रदान कार्यक्रम गऱ्यौँ। त्यसपछि 77 साल फागुन 7 गते प्रजातन्त्रको दिवसको दिनमा रक्तदानको कार्यक्रम गर्न सफल भएका थियौँ। हामीले यो वर्ष अथवा यो गएको सालमा चाहिँ हामीले धेरै प्रभुको महिमा हुने कामहरू गरिराखेका छौँ। हाम्रो आशा छ हाम्रो यो घरको पूर्व इसाई समाज महालक्ष्मी नगरपालिकामा दर्ता गर्ने हाम्रो योजना छ। हामीसँग विधान हामी बकाइदा बनाइसकेका छौँ। विशेष गरी हाम्रो गणेश गुरुबाले यसमा धेरै सहायता गरेर हामीलाई उपलब्ध गराउनु भएको छ र यसको प्रोसेसमा हामी छौँ। त्यसकारण तपाईँहरूसँग म विशेष गरी प्रार्थनाको लागि निवेदन गर्न चाहन्छु र यो सकेसम्म छिटोभन्दा छिटो दर्ता गरेर एउटा यो भेगका सम्पूर्ण मण्डलीहरूलाई एउटा सुरक्षा, एउटा समाज, यो समाजले चाहिँ एउटा असल आजको वचन आए जस्तै असल काम गर्नको निम्ति तत्पर रहनको निम्ति सबैजनासँग म विनम्र अनुरोध गरेँ। धेरै कुरा म बोल्न चाहन्न र फेरि पनि एकचोटि हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद जसले आजको यो उपस्थिति तपाईँले आफ्नो जनाइदिनु भएको छ र जसले आज हाम्रो निम्ति यो कार्यक्रममा सफलताको लागि तपाईँले धेरै प्रार्थना गर्नुभयो, सहयोग गर्नुभयो। त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आदरणीय गुरुबालाई फेरि पनि म एकचोटि धन्यवाद दिन चाहेँ, किनभने उहाँले नकार्नु भएन। हाम्रो यो चुपमा भए पनि उहाँले ओके गर्नुभयो र हाम्रो बिचमा यसरी यो आशिषमय वचन बोलिदिनु भयो। र आउनुहोस् हामी सबैजना मिलेर परमेश्वरलाई धन्यवाद दिनेछौँ र यो आजको यो मिटिङको लागि हामी अन्तिम प्रार्थना गर्नेछौँ। प्यारो परमेश्वर, हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ। तपाईँ आदरका योग्य परमेश्वरलाई हामी हाम्रो हृदयदेखि धन्यवाद दिन्छौँ। पिता, तपाईँ कति महान हुनुहुन्छ। आज तपाईँले हामीलाई प्रेम गरेको कारण, आफ्नो एकमात्र पुत्र प्रभु येशू दिनुभएको कारण आज हामी एकले अर्कालाई यसरी अँगालो मार्ने, एकले अर्कालाई प्रेमको कुरा बाँड्ने र तपाईँ प्रभुबाट हामीले सिकेका छौँ। प्रभु,
यो समाज एउटा यस्तो खालको समाज बन्न सकेको होस्, एउटा उदाहरणीय समाज, संसारका मानिसहरूले पनि यो समाजलाई स्वीकार गर्न सकेको होस्, संसारका मानिसहरूले देख्दा कि पनि प्रभु यो क्रिस्चियनहरू असल समाज निर्माण गरेको छ भन्ने सन्देश हामीले दिन सकौँ। अनि प्रभु हाम्रो ख्रिस्टका जनहरू गुरुजनहरूको बिचमा पनि एउटा तपाईँ प्रभुको साक्षी र गवाई अगाडि बढाएर सबैलाई उत्साह दिँदै अगाडि बढ्ने समाज बन्न सकेको होस्, हाम्रो बिच प्रार्थना छ। पिता, हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ र आजको यस समयमा आदरणीय गुरुबाको लागि हामी धन्यवाद दिन्छौँ। बर्को पूर्व इसाई समाजका सम्पूर्ण पदाधिकारीदेखि लिएर आबद्ध भएका सम्पूर्ण मण्डली परिवारका गुरुजनहरूको लागि म धन्यवाद दिन चाहन्छु। प्रभु, तपाईँ परमेश्वर आफै भेट्न आजको दिन कार्यक्रममा यो सफलता तपाईँ प्रभुले हामीलाई दिनुभएको छ। हामी धेरै खुसी छौँ, आनन्दित छौँ र जसै आज यो मत्ती 7 अध्यायबाट हामीले सुनेको वचनबाट प्रभु हामी आफैलाई पहिला करेक्सन गर्नुपर्ने, आफै पहिला सुध्रिनु पर्ने अनि अरूको निम्ति एउटा उदाहरणीय जीवन जिउनु पर्ने आज हामीले सिकेका छौँ। प्रभु, यो समाज एउटा यस्तै खालको समाज बन्न सकौँ। प्रभु, समाजमा बसिसकेपछि, सामाजिक प्राणी भइसकेपछि गर्नुपर्ने काम कर्तव्य हामीले ठिक तरिकाले निर्वाह गर्न सकौँ र तपाईँलाई महिमा दिन सकौँ र धेरैभन्दा धेरै मानिस, यो भेगका मानिसहरूलाई ख्रिस्टमा हामी जित्न सकौँ। हाम्रो यही प्रार्थना छ प्रभु, हाम्रो यही बिन्ती छ। महालक्ष्मी नगरपालिका अन्तर्गत 10वटा प्रभु वडाहरू छन्। यी 10वटा वडाका सम्पूर्ण मानिसहरूलाई हामी तपाईँको हातमा राख्दछौँ। धेरैवटा मण्डलीहरू भएको मैले सुनिरहेको छु प्रभु, उहाँहरू सबै एकबद्ध भइकन यो समाजमा आबद्ध भएर अगाडि बढ्नलाई तपाईँ ख्रिस्ट येशू प्रभु, तपाईँको महिमाको निम्ति तपाईँ परमेश्वरले नै हामीलाई सहायता गरिदिनुहोस्। धन्यवाद प्रभु, हाम्रो देशमा भएको सबै कुराको लागि, यो परिस्थितिको लागि, अहिले भइरहेको यो कोरोना भाइरसको जुन दोस्रो लहरको लागि हामी प्रार्थना गर्छौँ सुरक्षाको। प्रभु, सबैजनालाई सुरक्षा गराइदिनुहोस्। धेरैभन्दा धेरै मानिसहरू दुखित छन् प्रभु, यो दोस्रो लहर धेरै खतरा छ भने मानिसहरूले सोचिरहेको, विचार गरिरहेको, कुरा गरिरहेको। तर प्रभु, तपाईँ त महान हुनुहुन्छ, हाम्रो परमेश्वर हुनुहुन्छ। त्यसकारण तपाईँलाई हामीलाई सुरक्षा गरिदिनुहोस् र तपाईँको महिमाको लागि हामी अगाडि बढ्न सकौँ। धन्यवाद प्रभु, आजको यो सम्पूर्ण कार्य को लागि हामी धन्यवाद दिन्छौँ। विशेष हाम्रो गुरुआमाको लागि धेरै धन्यवाद, जसले आज सुरुदेखि अन्तसम्म राम्रोसँग सञ्चालन गर्नुभयो र उहाँको लागि पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ। प्रभु, उहाँलाई पनि आशिष दिनु, उहाँको क्याथोलिक भनिने मण्डलीलाई पनि तपाईँ प्रभुले आशिष दिनुहोस्। जो हाम्रो क्वायरमा बसेर सहायता गर्ने भाइ बहिनीहरूलाई पनि तपाईँ प्रभुले आशिष दिनुहोस्। धन्यवाद चढाउँदै यो सबै बिन्ती प्रार्थना तपाईँको हातमा राख्दै आशिष र अनुग्रह माग्दछौँ येशू प्रभुको नाम, आमेन। हस्, धेरै धन्यवाद सबैलाई। जय मसीह। सबैलाई जय मसीह। एउटा सूचना भन्नु मन लाग्यो। अब